भाइ मिलन त्यस्तै गरेर चाहिँ पोखरा विश्वविद्यालयको पूर्व सभापति भाइ सिएस भास्कर लगायत व्यासमा आसीन सम्पूर्ण अहिलेका कास्की नेभी सङ्घका जल्दा बल्दा उदाउने नेताहरू है र सँगसँगै मेरो सबै जम्मू हुनुभएको भाइ बहिनीहरूमा जयनेपाल पनि आउनुभएको अहिले भाइले भन्नु त भन्नुभयो मेरो नाम चाहिँ पशुपति भट्टराई म यही पृथ्वीनारायण क्याम्पसमा चाहिँ अहिले थिसिस लेख्दैछु मेरो मास्टर्स सेकेन्ड इयर सकियो म गएको 11औं महाधिवेशनमा यही पृथ्वीनारायण क्याम्पसबाट चाहिँ नेभी सङ्घको महाधिवेशन प्रतिनिधि थिएँ अब दुर्भाग्यवश हाम्रो सङ्गठनमा चाहिँ धेरै विवादहरू थिए ती विवादका कारणले परिचित हुने समय थिएन र एउटा अन्डरस्ट्यान्डिङमा चाहिँ महाधिवेशन प्रतिनिधि पठाउने क्रममा म पनि परेको थिएँ अब कति ठिक भयो कति बेठिक भयो त्यो समयले विश्लेषण गरेँ है अब मसँग धेरै छैन यो कार्यक्रमसँग धेरै छैन अनि हाम्रो मिलन भाइ चाहिँ एउटा पार्टीको चाहिँ माननीयहरूसँग चाहिँ मिटिङ बस्न जाँदै हुनुहुन्छ उहाँको पनि समय धेरै छैन छोटकरीमा भन्छु अनि धेरै कुराहरू भएको भनिसक्यो अब नेभी सङ्घ चाहिँ चुनावी मैदानमा दौडिँदाखेरि स्ट्राटेजिकली दौडिनुपर्ने टेक्निकली दौडिनुपर्ने कुराहरूमा ध्यान दिनुपर्छ है अब तपाईँहरूले भनेको कुरा सबै कुरा ठिक छन् त्यसमा मेरो सहमति छ सबै कुरा जायज छन् तपाईँहरूले भनेको कुराहरू तर विपक्षीलाई त एउटा न्युट्रल मासलाई त तपाईँले कन्भिन्स गर्न सक्नु भएन पर्सुएट गर्न सक्नु भएन आफ्नो पक्षमा चाहिँ लोजिकली तान्न सक्नु भएन भने नेभी सङ्घलाई सजिलै यहाँ एउटा नेभी सङ्घकै साथीहरूले ताली पड्कार मत दिँदैन सैद्धान्तिक कुरा पनि बुझाउन सक्नुपर्छ तपाईँले सोसियलिजम भनेको समाजवाद भनेको के हो विद्यार्थी एकता भनेको के हो नेसनालिटी भनेको के हो अहिले सबै किसिमका भेगीय राजनीतिहरू सर्वलाइरहँदाखेरि एउटा निश्चित मान्छेहरूले बन्दुक लिएर टेरोराइज गरेर तराईका जङ्गलमा बसेर तर्साउँदै गर्नु हुँदाखेरि एउटा छुट्टै भूभाग बनाउँछु नेपालबाट टुक्राउँछु म भनेर एउटा छुट्टै एउटा आतङ्कवादीले जस्तो एजेन्डा बोकेर हिँड्दै गर्दाखेरि विविध एकातिर सिकेर आउँदो सर्वलाको एकातिर बाबुराम भट्टराई गैर जिम्मेवार बनेर बाबुराम भट्टराई चाहिँ गैर जिम्मेवार बन्नुभयो सुन्नुहोस् है यहाँ बाबुराम भट्टराई नयाँ शक्ति भन्ने पार्टी खोलेर उहाँले ठुलो अचम्म काम गर्नु भएन संविधान सभा सबैको साझा एजेन्डा थियो त्यहाँबाट भाग्नु भएको बाबुराम भट्टराई देशप्रति नेपाल आमाप्रति गैर जिम्मेवार बनेर जानुभएको त्यस्तै गरेर अहिले यता अशोक राई र तपाईँको मिल्नै नसक्ने अशोक राई र जिन्दगीभर मिल्नै नसक्ने पानी बराबर भएको उपेन्द्र यादवहरू मिल्नु भएको छ तपाईँले देख्नु भयो होला म तपाईँलाई हिस्ट्री भनिदिन्छु है नेपालमा कुन शक्ति कहिले पनि एक ठाउँ बस्न सक्दैनन् भने सिके राउत बाबुराम भट्टराई उपेन्द्र यादव र अशोक राई यो चार शक्ति कहिले पनि एक ठाउँ बस्न सक्दैनन् पानी बराबरको स्थिति हो अहिले देश बिगार्ने नाउँमा यी चारै शक्ति एक ठाउँमा छन् हेर्नुहोस् है स्थिति कहाँ छ त्यो एउटा नेसनालिटी जोखिममा छ एकातिर के हो नेसनालिटी भनेको कसरी जोखिममा छ भने तपाईँले अर्को विद्यार्थीलाई भोट तान्नको लागि लोजिकली पर्सुएट गर्नुपर्ने अवस्था आउँछ अनि एकातिर केपी ओलीले जुन राष्ट्रवादको नारा बेच्नु भएको छ त्यो राष्ट्रवादको नारा अहिले उग्र राष्ट्रवादको नारा भन्नुभयो साथीहरूले कसरी उग्र राष्ट्रवादको नारा त्यो पनि तपाईँले क्लियर गरिदिनुपर्छ अनि बल्ल तपाईँको स्ट्राटेजी सफल हुन्छ त्यो उग्रवादको नारा यो सेन्समा हो कि हिजो आफू सत्तामा हुँदा यही कुरा उहाँले सिग्नेचर गर्नुभयो प्रदेश सीमाङ्कन हेरफेर हुनुपर्छ गरिनुपर्छ भनेर सबैलाई बनाउनु हो आफू सत्तामा हुँदा यही कुरा राम्रो हो जब उहाँ आज अपोजिसनमा बस्नुभएको छ प्रतिपक्षमा बस्नु भएको छ यो कुरा अब सीमाङ्कन हेरफेर गरौँ भन्दाखेरि म ज्यान जाला घाँटी काटेर सडक र सदन दुइटै जाम गर्छु म हेरफेर गर्न दिन्न भन्नुभएको छ यसैलाई नेपाली जनताको एक प्रकारको सेन्टिमेन्ट क्याच गर्नुभएको छ पहाडमा मात्र होइन उहाँले तराईमा पनि गर्नुभएको छ हिमालय पनि गर्नुभएको छ यसलाई भन्छ खोक्रो राष्ट्रवाद आफू पावरमा गए त्यही कुरा ठिक उहाँले सिग्नेचर गर्नुभयो पहिला अनि आफू पावरबाट बाहिर निस्किने बित्तिकै त्यही कुरा बेठिक यो केपी ओलीको राष्ट्रवाद हो भनेर तपाईँले प्रश्न गर्नुपर्छ है राष्ट्रवाद यहाँनिर जोखिममा छ म सिगराउतहरूको कुरा गरेँ
त्यो भएर तपाईँले सोसियल समाजवाद भने के हो, बिपीले प्रतिपादन गरेको समाजवाद के हो, विद्यार्थी एकता स्टुडेन्ट युनिटी भने के हो, यो अहिले नेसनालिटी भने के हो, नेसनालिटी कसरी जोखिममा छ भन्ने कुरा तपाईँले बुझाउन सक्नुपर्छ। अनि अर्को कुरा सोभियुको जन्मदाता भनेको नेपाल विद्यार्थी सङ्घ 2036 सालमा, यो तपाईँले बुझाउन सक्नुपर्छ। न अखिलले जन्माएको न क्रान्तिकारीले जन्माएको हो, सोभियु नेभी सङ्घको आन्दोलनबाट जन्मिएको, यसको माता भनेको नेभी सङ्घ हो। अब यो कुरालाई बुझाइदिनुपर्छ तपाईँले। त्यही भएर जसले बच्चालाई जन्म दियो उसैले नै राम्रोसँग हुर्काउन सक्छ जस्तो लाग्छ मलाई। एउटाले जन्माएर अर्कोले राम्रोसँग हुर्काउन सक्छ जस्तो मलाई लाग्दैन। सायद तपाईँ पनि कल्पना गर्नुहोस्, तपाईँको आमाले तपाईँलाई पाउने बित्तिकै अर्कोलाई हुर्काउन दिएको भए कन्डिसन के हुन्छ? यही हो नेभी सङ्घले जन्माएको बच्चा हो सोभियु। त्यही भएर 36 सालदेखि 73 सम्म जे भएको छ हरेक आन्दोलन होस् या परिवर्तनको चाहिँ लहरहरू होस्, नेभी सङ्घले सुरुवात गरेको छ। अनि अर्को कुरा तपाईँले के बुझाइदिन जरुरत छ भने सुन्नुहोस्, म स्ट्राटेजीको कुरा गरेको थोरै। अर्को कुरा तपाईँले के बुझाइदिन जरुरत छ भने यो मुलुकमा प्रजातन्त्रको लोकतन्त्रको ठेकेदार भनेको काङ्ग्रेस नै हो। चाहे 7 सालदेखि होस् या 73 सालसम्म होस्, चाहे संविधान सभाको चुनाव हुँदा होस् या 2036 सालको जन्म सङ्ग्रह होस् या 47 को संविधान बन्दाको बेला होस् या 17 साल अगाडि राजा मण्डलले कु गर्न भन्दा अगाडि होस्, हरेक बेलामा प्रजातन्त्रको लोकतन्त्रको ठेक्का लिने ठेकेदार भनेको चाहिँ काङ्ग्रेसै हो। मैले अहिले त भाइले कसले भन्दै थियो 4 जना कम्युनिस्ट प्रधानमन्त्री जन्मिनु हो भनेर, म त्यो त भन्न जान्दिनँ, त्यो त भन्न म सक्दिनँ। टेक्निकल्ली अङ्कगणितीय खेलमा प्रधानमन्त्री को 10 चोटि भयो को 12 चोटि भयो मलाई थाहा छैन। तर कुरा के हो भन्दा पहिलो संविधान सभामा कम्युनिस्टहरूको एब्सोल्युट मेजोरिटी थियो, तर रातिको 12 बजे गएर फेल भयो। कन्स्टिट्युसन एसेम्ब्ली जब संविधान सभा भनिन्छ डिजल्भ भयो। दोस्रो संविधान सभा निर्वाचन हो, सुशील कोइरालाको नेतृत्वमा संविधान जारी हो। यसैले काङ्ग्रेस चाहिँ लोकतन्त्रको प्रजातन्त्रको ठेकेदार हो। यो कुरा बुझाइदिनुहोस् विपक्षी साथीहरूलाई, न्युट्रल मासलाई। अर्को कुरा के बुझाइदिनुहोस् भने तब अलिकति यो जनरल नलेज तपाईँले राख्नुपर्छ। अहिलेसम्म विश्वका जति पनि मुलुकमा संविधान सभा सफल भएका छन् ती मुलुकहरूमा जसले संविधान जारी गर्यो त्यसैले संविधान लागू गरेको छ सरकार बसेर। नेपाल मात्रै त्यस्तो मुलुक हो जहाँ जेन्टलमेन एग्रिमेन्ट भयो भनेर सुशील कोइरालाले संविधान घोषणा गरेपछि केपी ओलीले खोज्नुभयो र आजको स्थिति आइपर्यो जहाँ सिकेर बाबुरामहरू जन्मियो। मलाई लाग्छ ढाँटेर कुरा गर्न मिल्दैन, हुँदैन, बाहिर कति कुरा भन्ने अड्कलेर भन्नुहोस्, मलाई लाग्छ यो लागू नै हुँदैन। यो कुरा त मैले तपाईँहरूसँग बोल्न नसक्छु भने यो तपाईँ जे सुशील कोइरालाले हातमा फर्किँदैन तबसम्म के पनि लाग्नु हुँदैन। स्ट्राटेजिक कुराहरू गर्नुहोस्। तपाईँलाई त्यही भन्न सक्छ, तपाईँलाई के क्वेसन गर्न सक्छ भने र एमाले के बाँड्न सक्छ भने, अखिलले के बाँड्न सक्छ भने सुशील कोइरालाले जेन्टलमेन एग्रिमेन्ट गरे अनुसार केपी ओलीलाई सरकार सत्ता हस्तान्तरण गर्न ढिलो गर्नुभयो। निर्वाचन संविधान सभाले चाहिँ जहाँ जहाँ संविधान घोषणा गर्यो जारी गर्यो ती मुलुकहरूमा जसले जारी गर्यो त्यसैले इम्प्लिमेन्ट गरेको छ। हेर्नु साथी हो, नेपाल मात्र त्यस्तो मुलुक हो जहाँ चाहिँ नि एउटाले घोषणा गर्यो अर्कोले चाहिँ इम्प्लिमेन्ट गर्न लाग्दैछ। तपाईँले काउन्टर गर्न सक्नुपर्छ है। र अलिकति नेभिसँग राजनीति भने थोरै ग्ल्यामरस पनि हुनुपर्छ, थोरै ड्यासिङ पनि हुनुपर्छ है। हामी कम्युनिस्टहरू त चाहिँ एकदम मुख खुम्च्याएर झुक्रे झाप्रे भएर हिँड्ने पनि होइन है। ठ्याक्कै ड्यास दिनु पनि सक्नुपर्छ, बोल्ड पनि हुनुपर्छ, आफ्नो कुरा एग्रेसिभली प्रेजेन्ट पनि गर्न सक्नुपर्छ है। अनि त्यो चाहिँ नेभिसँगको राजनीति हो है। धेरै कुरा मिलन भाइ छ, म अन्त धेरै राजनीति छ मान्छे, अलिकति डिप्लोमेटिक पनि छ है। नेभिसँगको राजनीति चाहिँ सुरुमा लोकतन्त्रसँग कम्प्रोमाइज नगर्नका निम्ति हुन्छ नेभिसँगको राजनीति। अनि अहिले एउटा कुरा म भन्दिनँ यहाँ उहाँ भनेर, बजारमा एउटा चाहिँ नि नेभिसँग काङ्ग्रेसको एउटा राजनीतिक विश्लेषण गर्ने तबका छ, इन्टेलेक्चुअल्सहरू छन्,
अनि लगभग हामी चाहिँ नेभीसँग टाउको घुमाउँदै थियौँ। अहिलेको करेन्ट कुरा गरेँ मैले। र त्यो नेभीसँगमा चाहिँ माओवादीलाई टाउको दिएर हामी बाँकी पुच्छर बढेर जाने भन्ने कुरा चाहिँ नि व्यापक हाइलाइटेड हुँदै थियो र त्यो कुरामा लगभग एउटा सहमतिको नजिक पुगिसकेको थियो। त्यो सहमतिलाई तोड्ने मान्छे म हो। एउटा चाहिँ नि एग्रेसिभ माओवादीलाई उग्र वामपन्थीलाई कराउँदै गर्दाखेरि अर्को सोलो वामपन्थीलाई चाहिँ बागडोर सुम्पिन हुँदैन, सिम्बोलिक रूपमा भए पनि हारै किन नहोस् हामीले केएन क्याम्पसमा टाउको छोड्नु हुँदैन भनेर औपचारिक बैठकहरूमा अपोज गरेर निस्केको छौँ है। त्यो भएर हारोस् जितोस् सरकार छैन, स्पिरिट जित्ने हुनुपर्छ र टाउको सभापति पृथ्वीनारायण क्याम्पसमा कसैले गुमाउन सक्दैन। र यदि त्यस्तो अप्रिय खालका निर्णय भएछन् भने मलाई चाहिँ स्वीकार्नु पर्यो। अहिले हामी त काशीमा मात्रै होइन बस्ने, जानुपर्छ काठमाडौँ जानुपर्छ। जवाहरलाल नेहरू विश्वविद्यालय, संस्कृत महाविश्वविद्यालय चाहिँ इन्डियासम्म पुग्नुपर्छ, यहाँको राजनीति त्यहाँसम्म छुन्छ। अनि भोलि पृथ्वीनारायण क्याम्पसमा नेभीसँग सभापतिको उम्मेदवारै पाएन भन्दा त्यो बेलामा चाहिँ नाक कहाँनिर लुकाउने हो, टाउको कहाँनिर उचाल्ने हो है। र यस्ता कुरामा चाहिँ मेरो प्रष्ट रूपमा आम यो भेलामै मेरो विमति छ। यो भेलाबाट पनि त्यहाँ अहिले चाहिँ 4 जना माननीय केन्द्रीय सदस्यहरू बैठक बसिरहनु भएको छ। यो भेलाबाट पनि के सन्देश जाओस् भने सिङ्गो सम्पूर्ण पार्टी नेभीसँग एउटा तब्का नै पृथ्वीनारायण क्याम्पसमा एलायन्स गरेर जानुपर्छ, टाउको माओवादीलाई दिनुपर्छ भन्दै गर्दा पनि त्यस्तो किसिमको निर्णय भयो भने त्यो पशुपति भट्टराईलाई कुनै कसमा मान्ने छैन। चाहे हारोस् या चाहे जितोस् सिम्बोलिक रिप्रेजेन्टेसनको लागि यो छ। मलाई यस्तो निर्णय हुन्छ जस्तो लाग्दैन। हाम्रो यहाँ राम्रो सक्षम एबल क्यान्डिडेट आउँछ र अन्तिम लाइनमा कसरी गर्छु भने मञ्चमा छन् भाइहरू धेरै, यहाँ जम्मै 28 वर्ष मुनिका होला है। म त उमेरबन्दी पनि लाग्यो, उमेरबन्दी नलाग्यो भए पनि मलाई के लोभ छैन भनेर मैले धेरै पहिला नै भन्दै आएको छु। अनि यहाँ बस्ने मध्येमा 10 जनाले चाहिँ सभापतिको उम्मेदवार बन्दैन होला है। त्यो 10 जना सभापतिको उम्मेदवार बन्दैन गर्दाखेरि कुनै एउटाले पाउला, 9 वटा बाँकी त नपाउने हुन्छन्। अहिले तपाईँ जुन स्पिरिटले बोल्नु भएको छ, तपाईँ जुन स्पिरिटले यो मसालो चाहिँ कलम अङ्कित झन्डा बोकेर यसको बारेमा जुन गुणगान गाइरहनु भएको छ, भोलि तपाईँले नपाउँदै गर्दा कुनै एउटाले पाउँदै गर्दा त्यो स्पिरिट नघटोस्। समित भाइले पनि कता कता भन्दै थियो विवाद, आन्तरिक विवादहरू कहाँ होला के होला त्यसलाई थाहा दिइराखौँ। यो 18 गतिको महाअभियानमा चाहिँ एउटा बाघ भनेर गर्छिने बेला आएको छ भन्दै थियो, त्यसैलाई कम्प्रोमाइज हुँदैन। तर मलाई अलिकति चस्का कहाँनिर मात्र परेको छ भने यो या त्यो नाउँमा कुनै एउटाले पाउँछ बाँकीले पाउँदैनन्, मैले पाइनँ, म दुःख गरे मान्छे हो, यो हो त्यो हो भन्ने नाममा विविध बगानमा चाहिँ अहिले जुन नेभीसँगको यो झन्डाको बारेमा तपाईँले चाहिँ बडा चर्कासहरूले चाहिँ दिइरहनु भएको छ, चाहे चिया पसलमा होस् या बेलुका चाहिँ साथीभाइसँग खानपान गर्दा होस् चाहे भेलामा होस्, यो स्पिरिट नघटोस् भन्ने एउटै मात्र मेरो अनुनय विनय गर्दै